ड्राइभिङ लाइसेन्स पास भयो, कर पनि तिरियो, अब स्मार्ट लाइसेन्स आउनु बाँकी छ। कहिले आउँछ, कहाँ आउँछ, कसरी हेर्ने भनेर जान्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। आफ्नो मोबाइलबाट कसरी चाहिँ हजुरको लाइसेन्स प्रिन्ट भयो कि भएन भनेर हेर्न सिकाउने छु। आउनुहोस् हेरौँ। एउटा ब्राउजर ओपन गर्नु होला। म गुगल क्रोम ओपन गर्छु। यहाँ हजुरले टाइप गर्नुपर्ने हुन्छ dotm.gov.np गरेर इन्टर गर्नु होला अथवा ओके गर्नु होला। त्यसपछि हजुरले सुरुमै देख्न सक्नुहुन्छ यातायात व्यवस्था विभाग भनेर दिएको छ। यसमा जानु होला। यहाँ हजुरलाई नोटिसहरू दिन सक्छ। सबै नोटिसहरू काट्दिनुस् र लास्टमा जानु होला। यहाँ धेरै कुराहरू दिएको छ। त्योमध्ये हजुरले सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड प्रिन्टको स्थिति के छ भनेर चेक गर्न जाँदै हुनुहुन्छ। अब हजुरले यहाँ कुन लाइसेन्स नम्बर हो यहाँ टाइप गर्नु होला। लाइसेन्स नम्बर टाइप गरेपछि अवस्था जाँच गर्नुहोस् भन्नेमा क्लिक गर्नु होला। त्यसपछि हजुरले यहाँ हेर्न सक्नुहुन्छ नेम कसको हो, प्रकार लाइसेन्स रिन्यू हो कि न्यू हो यहाँ दिएको छ, प्रेषण मिति दिएको छ, शाखा कुन शाखामा पठाइएको छ भनेर पुरै डिटेल दिएको छ। यसरी हजुरको लाइसेन्स प्रिन्ट भएको छ, हजुरको गण्डकी कास्कीमा पठाइएको भनेर भनेको छ। यसरी चाहिँ हजुरले आफ्नो लाइसेन्सको डिटेल चेक गर्न सक्नुहुन्छ। यदि हजुरको यो यहाँ देखाएन भने केही भेटिएन भनेर हजुरको यहाँ तलपट्टि देखाउनेछ। यसरी हजुरले लाइसेन्स प्रिन्ट भएको र नभएको जानकारी पाउन सक्नुहुनेछ। अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यस्तै नयाँ नयाँ टेक्नोलोजी भिडियोहरू हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्। गुड लक।